घाम चर्क्यो भने यसो पल्टिरहेको थिएँ त। अनि यसो सोच्यो ए कपिले त कहाँ बस्न पाउँछ, त्यो त कामै काम छ, बारीभरि त्यत्रो भित्र गएर झारले खाइसकेको बारीलाई लसुन कुहिसक्यो होला, हेर रोपेर मात्र छोड्ने अनि भित्र हुन्छ पर्दैन, तैँले त्यो चाहिँ जाने होइन भनेर शैतान दिमागले चाहिँ त्यसो भन्यो। अनि त्यो भनेपछि त जुरुक्क उठे कुदेर म बारीतिर लागेँ। कहिलेकाहीँ त मेरो शैतान दिमागले राम्रै काम गर्दो रहेछ। मेरो शैतान दिमागले त्यति नभनिदिएको भए त ल्याएर त मेरो त लसुन त कुहिएर जाने रहेछ। 1 वर्षसम्म के खान्थ्यो होला यो कपिले किनेर खानलाई पैसा आरे। म चाहिँ लागेँ सासै नफेरिकन जुरुक 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 लसुन उखाल्नु एरियामै भोलि जान्छु भने 1-2 दिन पछि आएको भए त बर्बादै हुने रहेछ। अनि मान्छे लसुन जुरुक जुरुक उखालिसकेँ। अनि त्यसलाई चाहिँ टकटकाएर एकछिन घाममा सुकाइदिन्छु भनेर सुकाउन त थाल्ने। त्यतिकैमा फेरि म झलास भएँ। अनि निन्द्राबाट भिउजे जस्तो भयो मलाई त। अनि मैले मैले पनि रोपेको थिएँ नि त। अनि म चाहिँ लागेँ गाजर उखाल्नतिर। गाजर पनि पुरै पानीले कुहिसकेछ। गाजर फेरि आफ्नो छोरीहरूलाई असाध्यै मन पर्ने, भिटामिन ए पनि पाइने। आफ्नो छोरीहरू त्यहाँनिर छन् जसरी हुन्छ ठुलो बनाउनु ह। गाजर उखालिसकेपछि फेरि मकै देखेँ। मकैले चाहिँ मलाई बोलाएको जस्तो लाग्यो। कपिले कहाँ गइस्, मलाई पातलो बनाइदिनु पर्दैन, मल राखिदिनु पर्दैन तैँले, यस्तो सिन्का जस्तो बोट भइसक्यो म भनेर भन्यो मकैले। अनि म चाहिँ मकै खोल्न गएँ। अनि मेरो भुराहरू चाहिँ लिची चोर्न थाले। लिचीको बोटमा लिची नै छैन, पाथा नाटेको हुन् क्या। अनि त्यतिकैमा म चाहिँ मकैको खाली मल राखिसकेर अनि म चाहिँ लागेँ फेरि अघिनको लसुन सुकाएको लसुन बाँध्नतर्फ। मैले चाहिँ सासूआमाको साडीलाई चाहिँ डोरी बनाएँ। अनि डोरी बनाएर लसुन बाँध्न थालेँ। हाम्रोतिर त केही कुरा नि खेर जाँदैन, पुरानो कपडा नि खेर जाँदैन, पुरानो साडी नि खेर जाँदैन। लाउन्जेल नयाँ छन्जेल लाउने, लगाइसकेपछि फेरि डोरी बनाउने, बाख्रालाई दाम्लो बनाउने, भैँसीलाई दाम्लो बनाउने, घाँस बाँध्ने डोरी बनाउने। हामीले त्यस्तै गरेर सबै सामानहरू चलाउँछौँ र त्यसको लास्ट स्टेजसम्म हामी चलाइरहन्छौँ। यस्तै छ हाम्रो त गाउँले जीवन। हामी चाहिँ केही कुरा नि खेर चाहिँ फाल्दैनौँ। मेरो चाहिँ 1 वर्ष खाने लसुन फल्यो साथीहरू। मैले अर्को ठाउँमा पनि रोपेको थिएँ, त्यो चाहिँ उखालिसकेँ। पहिलाको पनि छ, अहिलेको पनि छ। म चाहिँ यति लसुन उखालिसकेपछि तोफान कुदेर लागेँ फेरि अर्को कामतिर। मेरो चाहिँ बोडीमा थाङ्ग्रा राख्ने काम पनि थियो। बोडी चाहिँ यति लामो भइसकेछ, अरू काम गर्दा गर्दै मैले भ्याएकै थिइनँ। बोडीले नि मलाई सराप भने के, अनि फेरि यसले गर्न चाहिँ गर्छ, रोपेर छोड्दै थाङ्ग्रा पनि दिन्न हामीलाई, कहाँ जाउँ के भन्न थालिसक्यो बोडीले। अनि म चाहिँ गएँ थाङ्ग्रा राख्नलाई। अनि बोडी चाहिँ लामो भइसकेछ। अनि मैले त्यसलाई चाहिँ बट्टार बुट्टर पारेर मिलाइदिएँ पनि। सबै कामको शनिबार आइतबार बिदा हुन्छ। मेरो चाहिँ यो बारीको कामको चाहिँ किन होला शनिबार आइतबार, यो बारीले नि शनिबार आइतबार आज काम नगर कपिले भने नि हुन्थ्यो नि, झार पालाइहाल्छ। किसानको काम सकिने भए त बारीको पनि शनिबार आइतबार बिदा हुन्थ्यो होला। कुरा भने यस्तै हो। प्लिज मलाई फलो गर्न चाहिँ नबिर्सिनु होला।